एकदमै पवित्र स्थल दुप्तेश्वर महादेवको मन्दिरको प्राङ्गणमा छ। अगाडि बढ्ने क्रममा एकदमै भिडभाड आज एकदमै देखिरहेको छ। अलिकति व्यवस्थापन समितिको अलिकति कमजोर पनि देखिरहेको छ। कुनै पनि किसिमको स्वयंसेवकहरू खटाइएको छैन, त्यहाँ लाइनहरू सरेको छैन। बालबच्चाहरू लिएको वृद्धहरू देख्न सकिन्छ। अलिकति देखिएको कुरा चाहिँ त्यही त, स्वयंसेवक चाहिँ एकदमै हुनुपर्छ र लाइनको व्यवस्थापन हुनुपर्ने देखियो। आमा एक्लै आउनुभयो कि? पहिलोचोटि हजुरको पहिला पनि आउनु भएको थियो? आजभन्दा 20 वर्ष अगाडि। त्यतिखेर कस्तो थियो यसको स्वरूप चाहिँ? यहाँ यो त जम्मै थियो, खेतै थियो, यस्तै ढुङ्गा होइन, चट्टान मात्र यस्तो थिएन, बनाएको थिएन। यहाँबाट उक्लेर अनि यस्तो है पहिला म आउँछु। हाई एभ्रिवान, वेलकम ब्याक माई अनदर न्यू ब्लग। चाहिँ आज चाहिँ एकदमै स्पेसल ब्लग हुन गइरहेको छ। आज स्पेसल चाहिँ यो अर्थमा कि हामी दुप्तेश्वर महादेव जाँदैछौँ है। काठमाडौँ नयाँ बसबागदेखि माइक्रो समाएर चाहिँ हामी ठ्याक्क दुप्तेश्वरसम्म जाँदैछौँ। यात्रा अन द वे छौँ। यतिखेर हामी टक्क ब्रेक, कमर्सियल ब्रेक स्वरूप हामी यहाँ छौँ र अहिले यतिखेरको यो चाहिँ ठ्याक्कै यो ठाउँ कुन हो भैया? थाना भन्ज्याङ। ठ्याक्कै थाना भन्ज्याङमा चाहिँ आएर हामीले सानो ब्रेक लिएको छौँ। अब काठमाडौँ नयाँ बसबागदेखि देखिएको हाम्रो सवारी आजको गन्तव्यस्थलमा पुर्याउनको लागि। आजको हाम्रो गन्तव्यस्थल भनिहाल्यो भने दुप्तेश्वर महादेवको स्थलमा, पवित्र स्थलमा चाहिँ गएर दर्शन गर्ने। इभी माइकहरू है सबै त्यहाँ जाने चाहिँ अहिले एकदमै अपडेट भनेको चाहिँ इलेक्ट्रिक भेहिकलहरू हो सबै माइकको देखिरहेको ब्याकग्राउन्डमा। हाम्रो माइकको चाहिँ बस चाहिँ नजाने रहेछ, नर्मली चाहिँ यो इभी नै माइक्रो चाहिँ जान्छ भन्ने सुन्नुमा आयो होइन। एनिवे नो प्रब्लम। सो आजको एकदमै यात्रा रमाइलो रहेछ। यो मेरो चाहिँ दुप्तेश्वर महादेवको दोस्रो भेट हो है, दोस्रो भिडियो हो न। किनकि पहिले पनि गएको थियो, धेरै पहिला 3-4 वर्ष अगाडि। अहिले चाहिँ अब रिसेन्टली के छ त्यहाँको फेरि नयाँ अपडेटहरू, भगवान्लाई दर्शन गरिरहनुपर्छ भनेर चाहिँ जाँदैछ। हजुरहरू पनि भिडियोमा जोडिरहनु होला कि अझै के दिन्छ। आमा मेरो भाइ आजको हाम्रो पाइलट है, आज हाम्रो गन्तव्यसम्म लाने पाइलट है हुनुहुन्छ। ल ठिक छ। अब फेरि ब्याक टु हाम्रो सिट हो। ल फेरि अब चाहिँ नास्ता ब्रेक फिनिस भयो भने त हाम्रो छ गन्तव्यतिर जान्छ हामी। एकदमै हाम्रो सहयात्री यताबाट साली हुनुहुन्छ। के छ, कहाँ जाने आज हामी? हजुर कता जाँदा हुनुहुन्छ? मन्दिरमा, दुप्तेश्वर मन्दिर है। ए हजुर, मेरो आफ्नै साली पुणेमा थिएँ। दिदीको कुन बहिनी हो तिमी? काइली। ए दिदीको काइली बहिनी। ठिक छ ल। अरे चाहिँ सेल टोक्दैछ बिचरा। तिमीले चाहिँ केही खाएन किन? मन्दिर जाँदा खानु हुँदैन? हुँदैन नि, एकदमै पवित्र हो। दुप्तेश्वर अन्त हो कुन ठाउँमा आयो हामी? विदुर चुसुरी जाने यताबाट चाहिँ दुप्तेश्वर। यो ठाउँको नाम चाहिँ के हो? यहाँबाट छुट्यो त होइन? चौघडा। ए चौघडाबाट सुनिन्छ। फाइनल्ली आजको हाम्रो गन्तव्यस्थल दुप्तेश्वर महादेवको दर्शन गर्नलाई एकदमै हामी पवित्र स्थल दुप्तेश्वर महादेवको हामी ठ्याक्कै पाउमै छौँ। ठ्याक्कै यहाँ मुनि नजिकका गाडीहरू ठ्याक्कै यहीँ पार्किङ गर्छ। आज एकदमै भिड छ। आज विशेष दिन, शनिबारको दिन पनि हो होइन। र आज भिडभाड देखियो, गाडीहरू एकदमै डाइरेक्ट यहाँसम्म गाडी चाहिँ आउने रहेछ। हामी काठमाडौँ नयाँ बसपार्कदेखि इभी भनेको चाहिँ इलेक्ट्रिक भेहिकल जुन माइक्रो बस चढेर चाहिँ यहाँसम्म आयो। गाडीको बस पार्क चाहिँ यहीँसम्म रहेछ। र यहाँ लगभग दुप्तेश्वर महादेवको हामी पाउमै छौँ। र पवित्र स्थल दुप्तेश्वर महादेवको हामी अब चाहिँ दर्शन गर्न अगाडि बढ्दैछौँ। त्यो ठ्याक्क यहाँबाट पहरामा चाहिँ दुप्तेश्वर महादेवको विराजमान हुनुहुन्छ। हामी त्यहाँ गएर प्रत्यक्ष रूपमा देखाउनेछौँ।
भिडियोमा जोडिरहनु होला कि पछि आजको हाम्रो ग्याङ है So guys, finally भनिहालेँ हामी ठ्याक्कै पवित्र स्थल दुप्तेश्वर महादेवको एकदमै शरणमा छौँ एकदमै नजिक छौँ थोरै माथि मात्र दुप्तेश्वर महादेव यहाँबाट लगभग 200-300 मिटर माथि महादेव विराजमान हुनुहुन्छ हामी जान्छौँ त्यहाँ होइन प्रत्यक्ष रूपमा अहिले चाहिँ म फुल नैवेद्य प्रसादहरू बोकेर चाहिँ आफ्नो गन्तव्यतर्फ अगाडि बढ्दैछु आजको पवित्र दिन यताबाट मिस्टर आरएस के छ सो अब हामी ठ्याक्कै डरमै छौँ यहाँबाट सिधा आएको थोरै अगाडि आएर टन यताबाट श्री दुप्तेश्वर महादेव भनेर ठुलो बोर्ड देख्न सकिन्छ महादेवको मन्दिरसहित एकदमै बाटो चाहिँ अब चाहिँ ठक 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 है यताबाट आउने यताबाट जाने होला सायद है यताबाट आउने यताबाट आउने जाने ओके सो यताबाट सब फ्यामिली सहित है एकदमै हाम्रो ग्याङ हाम्रो फ्यामिली दुप्तेश्वर महादेवको दर्शन गर्न फेरि पनि उपस्थित भइसकेका छौँ भक्तजनहरू एकदमै प्रत्यक्ष आजको विशेष दिन शनिबारको दिन पनि भनेर मैले भनिहालेँ त्यसैले पनि भक्तजनहरूको भिडभाड एकदम देख्न सकिन्छ यताबाट पुल पनि रहेछ है पुल चाहिँ उता कनेक्सन हुने रहेछ अहिले चाहिँ फाइनल्ली एकदमै आजको दर्शनार्थीको भिड देखेर चाहिँ अचम्मित छु म के हो थाहा छैन तर शनिबारको दिन भएर पनि होला सबै भिड देख्न सकिन्छ बल्ल तल्ल हामी विभिन्न सङ्घर्षै भन्नुपर्छ यस्तो लामो लाइन होइन ठेलमठेल अलिकति व्यवस्थापनको अलिकति लाइनमा कमजोरी देख्यो एकदमै ठेलमठेल होइन वृद्ध बालबच्चाहरूको अलिकति गाह्रो छ यहाँ आजको दिनमा चाहिँ मैले भिडियो सुट गरेको शनिबारको दिन श्री दुप्तेश्वर महादेवको पाउमा छौँ हामी र अहिले जुत्ता चप्पल खोलेर चाहिँ यहाँ हातखुट्टा धोएर शुद्ध भएर चाहिँ फेरि हामी यताबाट लाइन बसेर यो देखिरहेको सबै लाइन यताबाट यता हुन्छ हामी चाहिँ पवित्र हुनुको लागि होइन म हातखुट्टा धोएर शुद्ध भएर चाहिँ भगवान्को तिम्रो नाम के हो आयुष दाजुभाइ हो एउटै हुनुपर्छ त कहाँ जानु लाग्यो आज दुप्तेश्वर महादेवको दर्शन गरिसक्यो एकदमै भिडभाड आजको विशेष दिन शनिबारको दिन पनि भएर होला एकदमै भक्तजनहरूको चाहिँ भिडभाड देख्न सकिन्छ यति धेरै भिड थिएन अब मेला पनि लाग्दैछ नि त त्यही भएर पनि होला ठिक हो पूर्णिमा आउँदैछ है पूर्णिमा विशेष हुन्छ मेला मङ्सिर महिना पनि आमा हुनुहुन्छ आमा कहाँदेखि आउनुभयो म त धालिङ खैरहारी ए दर्शन गर्नुको लागि आउनुभयो हजुर दर्शन गर्ने ठिक छ आमा ओके एकछिन अबेला हुन्छ होइन लाइन बस्नै परेको होइन ओके अब आधी भइसकेको छ एकदमै रमाइलो भन्दा पनि माहौल एकदम तातेको छ रमाइलो मान्नुपर्छ पवित्र स्थलमा छौँ हामी मनलाई शान्त पवित्र होइन के छ बा आराम हुनुहुन्छ एकदमै अहिले लाइन व्यवस्थापन मिलाउनु हुँदै जान्छ अब आफ्नो ठाउँमा हुन्छ आफ्नो क्षेत्रमा मिलाउने अन्त के गर्छ सबैभन्दा तल्लो चाहिँ मिलाउनु पर्ने हो कि खासमा त्यहाँबाट त्यही त वृद्ध अनि बालबच्चाहरूको लागि अलग लाइन गऱ्यो भने चाहिँ राम्रो हुन्थ्यो कि यसलाई यहाँ परदेखि चाहिँ त परबाट छोडेपछि यो लाइन छोडेर पठाएर उता चाहिँ लेखेको छ त्यहाँ अर्को बाटो पठाएर ए ठिक छ एकपल्ट ढोकाउनु राम्रो छन् भगवान् जता ततै है अहिले त जान्थेँ होइन अहिले चाहिँ निर्माण कार्य हुँदैछ बाटो बन्दैछ भने अहिले चाहिँ यो भिडभाड छ अझ हामी जानुपर्ने यताबाट यता हुँदै असक
प्राप्त अपाङ्ग ज्येष्ठ नागरिकले चाहिँ यो लाइन दिन्छ हाम्रो स्वयंसेवकहरू सो फाइनल्ली हामी यहाँ यहाँ त पस्नु भन्नुभयो भने यहाँ पस्नु कुनै हुँदैन के गर्ने हाम्रो मुख्यद्वार भगवान् शिवजीको विराजमान हुनु चाहिँ सकिसक्यो। अब फेरि एकदमै भिडका कारण चाहिँ त्यति राम्रोसित टाइमले दिनु मिल्दैन। दर्शन गर्न पायो, खुसी लाग्यो। कपडा दिनु चाहिँ मात्रै हो। टिकाहरू लिनुपर्छ नि के पुग्नु यसमा हुन्छ होला नि हुन्छ कि नहुनु उपति तल बाले खाउँछ तल सडरी बाल्नु भयो भगवानको आरती गर्दै दर्शन गर्दै फर्किँदैछौँ सपरिवार। यताबाट भगवानको प्रसाद लिँदै बाबुहरू माला लगाउँदै भगवानको प्रसाद स्वरूप। सो अब हामी पछाडि ब्याक हुन्छौँ। मेन दर्शन भइसक्यो। हाम्रो महादेवको पवित्र पाउमा शरण लिँदै पाउमा पर्दै हामी अगाडि बढ्दैछौँ। छरी के टाउकोमा ल ठिक छ ल सो आजको हाम्रो गन्तव्य स्थल थियो त्यस्तो पवित्र स्थल श्री गुप्तेश्वर महादेवको दर्शन गरेर हामी फर्किन्छौँ सपरिवार। ओके अब चाहिँ लाग्छौँ। अब थोरै तल गएर थोरै अब बिहान खाली पेट आएको थियो नि त। अब चाहिँ खाना खान्छौँ। फेरि खाना खाएर अनि टाइम मिल्यो भने चाहिँ आज घर जान्छौँ। काठमाडौँदेखि आएको थिएँ। सो यति भन्दै चाहिँ अब बिदा भन्न चाहन्छु। तपाईँहरूको पाखिँदा लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला भन्ने आशाका साथ सी यू नेक्स्ट भिडियो। बाइ बाइ। जय नेपाल। के
अब चाहिँ हल्का जाँदा जाँदै फोटो सेसन पनि गर्नु पऱ्यो नि त दुप्जेश्वर महादेवको लागि। हामी यतिखेर ठ्याक्कै श्री दुप्जेश्वर महादेवको दर्शन गर्दै ठ्याक्कै अहिले खोलामा रमाइलो गरिरहेका छौँ। खोलाको मजा लिइरहेका छौँ। अनि यो जुन हिउँदको समयमा पनि यो एकदम चिसो पानी छ, कलकल बगिरहेको छ खोलाको। सिधै यो चाहिँ हिमालबाट आएको पानी है यो चाहिँ चिसो चिसो।